गर्नको लागि प्रकाशित गर्नको लागि जति पनि सहयोग गर्नुभएको छ उहाँहरू सबैलाई मेरो एकमुष्ट धन्यवाद म हृदयदेखि नै नमन गर्न चाहन्छु। मनका तरङ्गबाट म आज एउटा कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक छ ए मलाई मनपर्ने मान्छे। ए मलाई मनपर्ने मान्छे तिमी तात लाग्न सक्छ मात लागेको बेला हेराइको स्पर्शमा म लजाइरहेछु लाजको घुम्टो ओढेर आफ्नै ढुकढुकी सम्हाल्दैछु। ए मलाई मनपर्ने मान्छे तिमी घाइते नजर तन्काएर चियाउने नगर्नु लोलाउन सक्छन् मेरा आँखा लोलाउन सक्छन् मेरा नयन लट्ठिएर हेरिदिँदा भावको फुल सजाकी छु छातीमा प्रेमका हर नसाहरूमा तिम्रै अनुराग कोरेकी छु। ए मेरो मनपर्ने मान्छे तिमी मेरो दिलको कम्पन नबढाऊ हृदयको धड्कन तरङ्गित भएकी छु डुङ्गा खियाउँदै सङ्लो पानी छछल्काएर कोसौँ पर पुगिरहेछु। ए मलाई मनपर्ने मान्छे तिमी मुटुको पल्टामा मनका तरङ्ग निकालिसकेपछि तयार भएपछि मलाई थाहा भयो। त्यसै गरी किताब पढेर भूमिका तयार गर्नुहुने डाक्टर बिन्दु शर्मा अनि टुकीहरू केलाइदिएर किताबको सुनिँदै अटलज्यू त्यस्तै यात्राकार राजेन्द्र मान डङ्गोलज्यू कविवर आर्यम डङ्गोलज्यू त्यस्तै लेआउटमा गजेन्द्र नाकुसी आवरणमा शीतल बुक हाउसका अञ्जन बहादुर श्रेष्ठज्यू र अनिराज भण्डारज्यूलाई पनि म हृदयदेखि धन्यवाद। त्यस्तै गरी मेरो रचनाहरू गीतहरू गजल विचारले सिद्धान्तले खेमाले सीमाले बाँधिएको आजको यो रचना प्रवृत्तिमा उन्मुक्त उहाँका रचनाहरूले आफूलाई स्वच्छन्दतावादी कविता र कविको रूपमा पदार्पण गर्नुभएको छ। स्वच्छन्दतामा पनि उहाँले विसङ्गति र विकृतिहरूप्रति तीव्र प्रहार गर्नुभएको छ। कुरा गर्नुहुन्छ आमाको कुरा गर्दा अल्काजी रुन थाल्नुभयो म रुवाउन चाहन्न त्यस कारण बाको कुरा गर्छु। यहाँ मैले पल्टाएको कविता छ मेरा बा। बिहानीको मिरमिरे उज्यालोमा छाक टार्न भोको पेट निस्कन्थे मेरा बा। हजुरबा आमाको छहारीमा रहिरहन मन पराउँथे। सबैलाई मेरो तर्फबाट हार्दिक नमन छ। खास गरिकन मलाई यो अल्का मल्ल भन्ने थाहा थिएन। आज बिहान त्यो एबी न्युजले इन्टरभ्यू गरेर प्रकाशले बोलाउनु भएको थियो त्यहाँ 2 घन्टा इन्टरभ्यू भयो कुरा भयो। नरेनजी र म थियो अनि मिरा राणाजी हुनुहुन्थ्यो तिनजना धेरै कुरा अब त्यसपछि यता ब्रेकफास्ट गर्नु जानु सरकारी भनेर आउनु यहाँ ब्रेकफास्ट त गरियो त्यो चियारा खाएर यहाँदेखि यो मनका तरङ्ग बन्छ दिप भाइलाई पनि भेटेँ। दिप त अब घरमा म आए पर्दामा अलिक केटी नै हुनुहुन्थ्यो अनि त्यो त्यहाँ पहिलेदेखि चिन्छ दिप अनि मनलाई छुनेछन् यो तरङ्गहरू। खासमा गजल कविता मुक्तक सबै मनका तरङ्गहरू नै हुन्छ। अनि जब लेख्न यति माहिर हुनुहुन्छ उहाँ मुठ तिम्रै गजल गुनगुनाइरहोस् दोस्रो पछिल्लो लाइन हेर्नुहोस् जति बिर्से पनि याद आइरहोस् माहिर मान्छे हुनुहुन्छ। दिप श्रेष्ठ म आज तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। म स्कुल पढ्दादेखि त्यो बेला रेडियो नेपालमा परमाइन्स गीत कार्यक्रम बोलाउँथ्यो। म त्यो 3 बजे आउँथ्यो कार्यक्रम मलाई सम्झना छ। खास गरी हामी गिरा घरमा बसेको बेलामा चाहिँ बस्ने यसमा अत्यधिक बस्ने भनेको त्यो कति कमजोर रहेछ त्यो र मैले पनि उहाँलाई पहिलेदेखि सम्मान गर्ने र एउटा साहित्य धमानीहरूले आयोजना गरेको दिने भएछ मलाई।
पहिलो कुरा पनि के भनेर प्रकाशजीले प्रशस्त सबै बयान गरिसक्नुभयो या फेरि शरदजीले केही बाँकी नै राख्नु भएन संस्कृति मिलेर सबै मात्र एउटा कुरा भन्न चाहन्छु कि यो विधा आदरणीय कविजनहरू साहित्यकारहरू र आज सबभन्दा पहिले त म अलकाजीलाई उहाँको यो पुस्तकको बारेमा चाहिँ सिकाउनु भएकोमा धन्यवाद दिन चाहन्छु र लोग दिल समझते हैं उम्र बीत जाति एउटा उमेर होइन हजुर अब जो मनभित्र के छ कस्ता तरङ्गहरू छन् सबभन्दा पहिले त मेरो साथी प्रकाशजीलाई एकदमै धन्यवाद दिन चाहन्छु आज यो कार्यक्रममा तपाईँ सबैसँग भेट्ने उहाँले मौका दिनुभयो मलाई यो टाइपको कार्यक्रमको धेरै महत्त्व हुन्छ मेरो लागि चाहिँ साथीभाइसँग धन्यवादको मैले झुक्याएर ल्याएको उहाँहरूलाई र उहाँ दुवैलाई विशेष अतिथिको रूपमा हार्दिक स्वागत छ अनि उहाँलाई मैले एउटा बाचा के गरेको थिएँ भने त्यहाँ एउटा खाना खाने प्रोग्राम छ खाना खाएर एउटा प्रोग्राम पर्छ भने खाना खाउँथ्यो बस्दिनु कनमा सुरिलो नवसिर जनमा दिलमा अनुराग फुलो यसरी लिदोठ भरी वाह वाह भन्दिन नेरी हुने भनेर गुरुले हामी हिँड्ने गर्थ्यौँ त्यो बेलामा अनि सबैलाई त्यो बनाएको छ आएर भेटेँ वर्षभन्दा मुनिका मान्छेलाई जवान नै भन्छु किनकि सृजनात्मक काम त्यसरी गर्न सकिन्छ नि त अगाडि बढ्न सकिन्छ त्यही भएर हजुरलाई धेरै धेरै सम्मान यो उपस्थितिका लागि धेरै धेरै धन्यवाद र हजुरलाई 92 वर्षको उमेरमा पनि यसरी कार्यक्रममा भेट्न पाइयोस् यो आशा राख्छु र शुभकामना पनि अब गीत संगीतलाई प्रत्युत्तर गर्ने हिसाबमा हामीसँग आदरणीय साथै उदाहरणीय दीप श्रेष्ठजी हुनुहुन्छ हजुर अगाडि आउनु अब दाइको उमेर चाहिँ मैले भनेँ र अनि फेरि यो क्षेत्रको कुरा गर्ने हो भने मैले बुझे अनुसार मैले जाने अनुसार मेरो अध्ययनले के भन्छ भन्दा सबैलाई समेट्न सक्ने र बुझेको जानेको एक बौद्धिक वर्गको रूपमा अगाडि नाम आउनेमा प्रकाश दाइकै आउँछ जब प्रकाश दाइ नै अगाडि हुनुहुन्छ भनेदेखि म धेरै किन बोलिराख्नु उहाँलाई प्रेरणा दिएर पुस्तक प्रकाशन गरिदिने उहाँका पूर्णाङ्गिनी भन्नु पर्यो पूर्णाङ्ग सुरेश श्रेष्ठीलाई धेरै बधाई यस पुस्तकको प्रकाशन गरिदिने एजुकेसनल इन्टरप्राइजेसका अञ्जन कुमार श्रेष्ठज्यू म हजुरलाई आसन गर्न लागि आग्रह गर्छु किनकि त्यति धेरै औपचारिकता लगाउनु पर्ने आज छैन यहाँहरू सबैजना अग्रज हुनुहुन्छ अग्रजको आशिष प्राप्त छ र बाल्यकालदेखि नै उहाँले लेख्दै आउनुभएको हो स्कुल पढ्दाखेरिदेखि नै लेख्दै आउनुभएको हो र निकालौँ जसमा सबै आफ्ना भावनाहरू समेटिन् भन्ने हिसाबमा गीत कविता र गजलको सङ्ग्रहको रूपमा चाहिँ श्रेष्ठ दाइलाई सम्मान गर्छु सुरेश दाइ फेरि अगाडि आउन चाहनुहुन्न पछाडि हुनुहुन्छ फेरि चिन्जान पनि गरौँ सृजनात्मक काममा सधैँ हौसला बढाउने र लेख्नुपर्छ र के गर्ने भनेर भन्नुहुन्छ र यसरी भन्ने क्रममा म सँगसँगै प्रकाश सायनी दाइ पनि त्यो व्यक्ति हो जसलाई दाइले भनिराख्नुहुन्छ सृजनात्मक कामलाई अगाडि बढाउनको लागि के गर्न सकिन्छ अनि बाध्यता कहिलेकाहीँ कस्तो पर्छ भन्दा त्यति ठुलो बिरामी थोरै
मलङ्गवा पुग्नुभयो, मलङ्गवा हाई स्कुलमा पढाउन जानुभयो र कहाँ राखे त भन्दा उहाँले आफ्नो ठुलो कोठाले ईश्वर बल्लभलाई न्यौछावर गरिदिनु भयो र उहाँ ईश्वर बल्लभले पढाएको पहिलो अनि त्यो कुरा चाहिँ मलाई उहाँबाट पुग्ने सुनाउनु भयो। अनि पारिवारिकता दिने यहाँ उर्दू एकाडेमी का सदर इम्तियाज बखा हुनुहुन्छ, तलब कुमार बस्ती हुनुहुन्छ, उहाँहरूले अवश्य पनि पछि हल्कालाई अझै पनि यो गजल भएकै भएन सच्याउनु होला, अझै पनि माया दिनु होला। र रमाइलो र अत्यन्त आतिथ्यपूर्ण कुरा आज म यहाँ कवि गीतकार ईश्वर बल्लभलाई पनि देखिरहेको छु, किनकि ईश्वर बल्लभ सुत्ने कोठामा बसेर पढेका ध्रुव जोशी हाम्रा माझ हुनुहुन्छ। ईश्वर बल्लभ